हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो। अनि आजको भिडियोमा चाहिँ मैले हजुरलाई एकदम सजिलै चाहिँ नेपालको 20 वटा सबैभन्दा सुपर हिट सङ्ग चाहिँ हजुरले गिटारमा कसरी बजाउन सक्नुहुन्छ भनेर चाहिँ सिकाउन गइरहेको छु। सो यदि हजुरलाई बेसिक कर्ड्स मात्रै आउँछ गिटारको एकदम हजुर बिगिनर हुनुहुन्छ भने चाहिँ यो भिडियो चाहिँ हजुरको लागि हो त, किनभने यो 20 नेपाली हिट सङ्ग चाहिँ हजुरले यो भिडियोको एन्डसम्म चाहिँ हेर्दा एकदम सजिलै सिक्न सक्नुहुन्छ है त। सो यदि हजुर च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो ढिला नगरिकन चाहिँ यो भिडियो स्टार्ट गरौँ है त। सो मैले आज सिकाउन गइरहेको गिटार लेसनहरुमा चाहिँ ट्राइबल रेन, मन्त्रा ब्यान्ड, सुशान्त केसी, यावेश थापा, सज्जनराज वैद्य जस्ता एकदम फेमस सिंगर्स र ब्यान्डहरुको सङ्ग्सहरु चाहिँ मैले हजुरलाई एकदम सजिलै सिकाउँछु। सो हजुरले चाहिँ अलिकति पनि टेन्सन नलिकन चाहिँ आफ्नो गिटार लिएर मसित सँगै पनि सिक्न सक्नुहुन्छ है त। त्यसैगरी मैले हजुरलाई कर्ड्सहरु पनि अनि त्यसको स्ट्रमिङ प्याटर्नहरु पनि मैले स्क्रिनमा राख्दिएको हुन्छु। सो यदि हजुर एकदमै बिगिनर हुनुहुन्छ भने चाहिँ हजुरले त्यसरी पनि सिक्न सक्नुहुन्छ है त। सो मैले सबैभन्दा सुरुमा चाहिँ अहिले करेन्टली सबैभन्दा फेमस सङ्ग ए माई रे बाइ कुमार सागरको चाहिँ एकदम सजिलो कर्ड्स र स्ट्रमिङ प्याटर्नहरु दिन्छु है त। यसको लागि चाहिँ एकदम सजिलो छ। हजुरले क्यापो चाहिँ थर्ड फ्रेटमा लगाउनुहोस् अनि यसमा युज हुने कर्ड्सहरु चाहिँ एउटा ए माइनर, सेकेन्ड E7, थर्ड F2 अनि लास्ट चाहिँ जी ओपन रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन अप डाउन डाउन अप डाउन 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 अप डाउन अप डाउन डाउन अप डाउन 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 अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ है त। हावाको लहरसँगै उडिरहन मन भनी तिम्रो त्यो बासना मनमै चल्यो रे, तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी फुलहरू पनि छम 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 नाच्यो रे हो हो सो यसपछि चाहिँ मैले हजुरलाई अर्को गिटार लेसन दिन्छु। यसको लागि चाहिँ हजुरले आफूले जसरी पनि गाउन सक्नुहुन्छ है त। यो सङ्गको नाम छ थामन हात बाइ समीर श्रेष्ठ। यसको लागि चाहिँ हामीले जस्ट 3 वटा मात्रै कर्ड्स युज गर्छौँ है त। सो फर्स्ट कोड अघि जस्तै ए माइनर, सेकेन्ड हो E7 अनि लास्ट चाहिँ F2 छ है त। अनि यसको लागि चाहिँ कुनै पनि हजुरले क्यापो चाहिँदैन है त। खास पनि ओरिजिनल बजाउनको लागि चाहिँ हजुरले कुनै पनि टाइपको क्यापो चाहिँदैन। तर यदि हजुरले स्केल म्याच गर्न छ भने चाहिँ हजुरले अभियसली क्यापो लगाएर पनि हजुरले गर्न सक्नुहुन्छ है त। सो यसको लागि स्ट्रमिङ प्याटर्न चाहिँ मैले हजुरलाई भनिदिन्छु। सो यसको कन्डिसनमा के छ भन्दा हजुरले ए माइनर 7 र E7 वाला हजुरले जुन कर्ड हजुरले छोप्नुहुन्छ नि त्यति बेला चाहिँ हजुरले डाउन 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 अप डाउन 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 अप स्ट्रमिङ प्याटर्न युज गर्नुपर्छ ए माइनर 7 र E7 कर्डलाई है त। अनि त्यसैगरी जब F2 कर्डको पालो आउँछ तब चाहिँ हजुरले डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप डाउन अप डाउन डाउन अप चाहिँ गर्नुपर्छ है त। सो एकैचोटि बजाउँदा चाहिँ यस्तो सुनिन्छ। सो यसरी चाहिँ हजुरले थामन हात पनि बजाउन सक्नुहुन्छ एकदम सजिलरी। यदि हजुरले आफ्नो स्केललाई म्याच गर्न अलिकति गाह्रो भइरहेको छ भने चाहिँ हजुरले क्याप चाहिँ अभियसली 5th फ्रेटमा लगाएर पनि थामन हात चाहिँ सेम तरिकाले बजाउन सक्नुहुन्छ है त। यो चाहिँ सेम जो सुनिन्छ। अनि त्यसपछिको सङ्ग चाहिँ सज्जनराज वैद्यको चिठ्ठीभित्र रहेको छ। यसको लागि चाहिँ हामीले जम्मा 2 वटा कर्ड्स युज गर्छौँ। फर्स्ट कोड हो जी मेजर अनि सेकेन्ड चाहिँ C9 रहेको छ। अनि यसमा चाहिँ हामीले युज गर्ने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप रहेको छ। अनि यसमा चाहिँ हजुरले आफ्नो स्केल अनुसार चाहिँ हजुरले क्यापो चाहिँ 2nd फ्रेटमा लगाएर चाहिँ यो गाना चाहिँ बजाउन सक्नुहुन्छ है त। सेम जो सुनिन्छ। सो मैले जे गरेँ त्यो चाहिँ अलिकति हामीले स्ट्रमिङमा भेरिएसन ल्याएर अलिकति फिङ्गरको गेम गरिरहेको के मैले चाहिँ त्यो चाहिँ हजुरले त्यो नगरिकन पनि बजाउन सक्नुहुन्छ। जस्ट सिम्पली मैले अघि भने जस्तै डाउन अप गरेर चाहिँ हजुरले स्ट्रमिङ गरेर चाहिँ सज्जनराज वैद्यको चिठ्ठीभित्र चाहिँ हजुरले मजाले बजाउन सक्नुहुन्छ है त। अनि त्यसपछिको चाहिँ अर्को सबैभन्दा फेमस सङ्ग चाहिँ सुशान्त केसीको आमालाई हजुरले कसरी बजाउन सक्नुहुन्छ भनेर मैले भनिदिन्छु। यसको लागि चाहिँ हजुरले क्यापो चाहिँ 3rd फ्रेटमा लगाउन सक्नुहुन्छ। अनि यसमा युज हुने कर्ड्सहरु चाहिँ हाम्रो C मेजर, F मेजर,
अनि जी ओपन छ। अब हजुरले जी ओपनको साट्टा जी मेजर पनि बजाउन सक्नुहुन्छ, तर मैले हजुरहरू चाहिँ एकदमै बिगिनर हुनुहुन्छ भनेर चाहिँ मैले हजुरलाई जी ओपन रेकमेन्ड गरेको छु है त। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप अप डाउन 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 अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। नौ नौ महिना कोखमा राखी तिमीले भित्रायो मलाई यो संसारमा बोकी, जति कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि तिम्रो। सो यसै गरी चाहिँ हजुरले सुशान्त केसीको आमा सङ बजाउन सक्नुहुन्छ है त। त्यसै गरी नेपाली अर्को फेमस सङ चाहिँ जुनीभरिलाई बाई ओएसिस थापा छ। त्यसको लागि चाहिँ हजुरले क्यापो चाहिँ फर्स्ट फ्रेटमा लगाउनुहोस्। यदि हजुरलाई ओरिजिनल बजाउन छ भने चाहिँ हजुरले क्यापो नलगाए पनि हुन्छ। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा सी शार्प माइनर, सेकेन्ड B5, थर्ड A sus2 अनि लास्ट चाहिँ ई मेजर रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पानाहरू, दस्तक दिँदैछ है तिम्रो मायाले मेरो मायाको दरवाजाहरू। भुलेर गयौ तिमी मलाई, त्यही नि साचिरहन्छु किन तिम्रा यादहरूलाई। प्रश्न छन् धेरै उत्तर तिमीमै टुङ्गिन्छ है मायालु। सो यसै गरी चाहिँ हजुरले ओएसिस थापाको जुनीभरिलाई चाहिँ बजाउन सक्नुहुन्छ है त। त्यसै गरी वान अफ द मोस्ट फेमस ब्यान्ड नेपालको द एलिमेन्ट्स ब्यान्डले बनाएको चाहिँ बिर्सिने हो कि सङलाई हजुरले एकदम सजिलो तरिकाले बजाउनको लागि चाहिँ क्यापो चाहिँ हजुरले सेकेन्ड फ्रेटमा लगाउन सक्नुहुन्छ। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा जी मेजर, सेकेन्ड ई माइनर अनि लास्ट चाहिँ C8 रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। मुस्कान तिम्रो मुस्कान याद भयो, घाम ढल्के झै मन न्यारो भयो। तस्बिर तिम्रो तस्बिर बाँकी भयो, सपनामा तर्से झै मन आतियो। सो यसै गरी चाहिँ हजुरले त एलिमेन्ट्सको बिर्सेने हो कि चाहिँ बजाउन सक्नुहुन्छ है त। सो त्यसै गरी चाहिँ हाम्रो नेपाली फोल्क सङलाई चाहिँ हाम्रो रोशन लिम्बूले चाहिँ एकदम सजिलो तरिकाले मेरो मनैको फुल टिपी चाहिँ बजाएको थिए। सो त्यो सङमा युज हुने कर्ड्सहरू चाहिँ एउटा सी मेजर, सेकेन्ड ए माइनर अनि लास्ट चाहिँ जी ओपन रहेको छ है त। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ हाम्रो मादल बिट रहेको छ। अनि त्यसको स्ट्रमिङ प्याटर्न चाहिँ डाउन अप म्युट अप डाउन अप डाउन अप म्युट अप डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। मेरो मनैको फुल टिपे तिम्रो मनैमा सिउरिए, मेरो मनैको फुल टिपे तिम्रो मनैमा सिउरिए। म तिम्रो निम्ति के गरौँ तिमी भित्रै हराइसके, जे भने नि राम्रै लाग्छ तिमीलाई मन पराइसके। सो
सो त्यसै गरी चाहिँ हजुरले मन्त्रा ब्यान्डको सधैँ बजाउनको लागि चाहिँ क्यापो चाहिँ सेकेन्ड फ्रेटमा लगाउनुहोस् अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा जी मेजर, सेकेन्ड ए माइनर अनि लास्ट चाहिँ एफ मेजर रहेको छ। यदि हजुरलाई जी मेजर छोप्न गाह्रो लागेको छ भने चाहिँ हजुरले जी ओपन पनि कर्ड युज गर्न सक्नुहुन्छ है त। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप अप डाउन 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 अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ, सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू, यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू। सो त्यसै गरी चाहिँ हजुरले सुदन चापागाईको गाला पुक्क बजाउनको लागि चाहिँ क्याप चाहिँ फर्स्ट फ्रेटमा लगाउनुहोस् अनि यसमा चाहिँ हामीले जम्मा दुईवटा कोर्ड्स युज गर्छौँ है त। फर्स्ट कोर्ड हो सी एट 9 अनि सेकेन्ड चाहिँ जी मेजर रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन अप अप डाउन अप अप डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ, के साँच्चै रिसाकी हौ र तिमी, या रिसाको जस्तो गरेको सुन न, रिसाकी हौ र तिमी, या रिसाको जस्तो गरेको थाहा छ नि तिमीलाई। सो त्यसै गरी चाहिँ हजुरले द एलिमेन्ट्सको सपनाको मायालो पनि क्यापो चाहिँ फर्स्ट फ्रेटमा लगाएर बजाउन सक्नुहुन्छ। यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा ए माइनर, एफ मेजर, ए माइनर 7 अनि सी माइनर 7 रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप रहेको छ है त। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ, कोरेछु चित्र तिम्रै तिमी हाँसिदेऊ, पोखेको शब्द समेट्दैछु सुनिदेऊ। सो त्यसै गरी चाहिँ रोहित जन छेत्रीको बिस्तारै बिस्तारै बजाउनको लागि चाहिँ हामीले अघि जस्तै 4वटा कर्ड युज गर्छौँ। यसको लागि चाहिँ युज हुने कर्ड्सहरू चाहिँ एउटा ई मेजर, सेकेन्ड B5, थर्ड सी शार्प मेजर अनि त्यसपछि लास्ट चाहिँ ए sus2 रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ, बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा म, दुःखासु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अङ्गालोमा म। सो त्यसै गरी चाहिँ विपुल छेत्रीको असार बजाउनको लागि चाहिँ हजुरले अघि जस्तै क्यापो फर्स्ट फ्रेटमा लगाउनुहोस् अनि यसमा युज हुने पनि जम्मा दुईवटा कर्ड्स मात्रै छ। त्यो एउटा सी एट 9 अनि अर्को चाहिँ जी मेजर रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप डाउन अप डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ, पानी पर्यो सरर छाना बज्यो गरर, मनमा उठ्यो आज मेरो आनन्दको लहर, हिजोको विपना आज भएछ सपना, एकान्छी कति चाँडै बितेको यो जीवन। सो त्यसै गरी चाहिँ हजुरले रकेट्सको रङ्ग बजाउनको लागि चाहिँ क्याप चाहिँ फोर्थ फ्रेटमा लगाउनुहोस् अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा सी मेजर, सेकेन्ड एफ sus2, थर्ड ए माइनर अनि लास्ट चाहिँ जी ओपन रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ, तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न नखोज, मेरो गीतको भाका बनेछौ, मलाई मात्रै तिमी गाइदेऊ न। सो त्यसै गरी चाहिँ हजुरले यावेश थापाको लाखौँ हजार बजाउनको लागि पनि क्याप चाहिँ फोर्थ फ्रेटमा लगाउन सक्नुहुन्छ। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा जी मेजर, सेकेन्ड एफ शार्प अनि लास्ट चाहिँ सी एट 9 रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप अप डाउन 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 अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ, लाखौँ हजारौँ मध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ, लाखौँ प्रयास
गर्दा पनि किन हो मलाई तिम्रै यादले सताउँछ। सो त्यसै गरी चाहिँ हजुरले सल्लुम लामाको तिम्रो प्रतीक्षा बजाउनको लागि चाहिँ क्यापो चाहिँ हजुरले थर्ड फ्रेटमा लगाउन सक्नुहुन्छ। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा ए माइनर 7, सेकेन्ड सी मेजर, थर्ड जी ओपन अनि लास्ट चाहिँ एफ मेजर रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। हेर पर्खेर बसेछु नि म सुन्नलाई तिम्रो त्यो बोली, सुन मेरा यी भावनाहरू किन लाग्छ यो माया नै हो कि। अनि त्यसै गरी हजुरले एक्सिस ब्यान्डको अधुरो प्रेम बजाउनको लागि चाहिँ हजुरले क्यापो चाहिँ युज गर्नु पर्दैन। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा ए माइनर, सेकेन्ड एफ मेजर, थर्ड सी मेजर अनि लास्ट चाहिँ जी ओपन रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन अप अप डाउन अप अप डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। एक्लो जीवनमा केवल साथ खोजेथे, मनका कुरा सुनाउन तिमीलाई रोजेथे, मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई बाँध्न पुगेछु। अनि त्यसै गरी हजुरले जोन चाम्लिङको साधना बजाउनको लागि चाहिँ क्यापो चाहिँ सेकेन्ड फ्रेटमा लगाउनुहोस्। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा ई मेजर, सेकेन्ड B7, थर्ड A+2 अनि लास्ट चाहिँ ए माइनर रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। त्यसै गरी चाहिँ हजुरले सज्जनराज वैद्यको धैर्य बजाउनको लागि चाहिँ क्यापो चाहिँ फोर्थ फ्रेटमा लगाउनुहोस्। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ सी मेजर, सेकेन्ड ए माइनर, थर्ड F+2 अनि लास्ट चाहिँ जी ओपन रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। बोलीले तिमीलाई तर्साए नबोली सोना मायालु वचनले तिमीलाई झस्काए कसम नखाइदिउँला म बरु। सो त्यसै गरी हजुरले यावेस थापाको फिरफिरे पनि यही तरिकाले बजाउन सक्नुहुन्छ। क्यापो चाहिँ फोर्थ फ्रेटमा लगाउनुहोस्। अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एउटा एफ मेजर, सेकेन्ड सी मेजर अनि लास्ट चाहिँ जी ओपन रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। यो हावालाई सोधी हेर न, यो आकाशलाई पनि थाहा छ दिन बितेको माया, तर रात छँदैछ नि सपनीमा आइरहनु है माया, सताइरहनु मलाई
चन्द्रमा झै चकिलो मुहारमा त्यो सानो कालो टीका लगाए। सो त्यसै गरी चाहिँ हजुरले ट्राइबल रेनको सहारा बजाउनको लागि चाहिँ क्यापो चाहिँ 3rd फ्रेटमा लगाउनुहोस् अनि यसमा युज हुने कर्ड्सहरू चाहिँ एफ मेजर, सेकेन्ड जी ओपन अनि लास्ट चाहिँ सी मेजर रहेको छ। अनि यसमा युज हुने स्ट्रमिङ प्याटर्न चाहिँ डाउन डाउन अप रहेको छ। अनि यो बजाउने बेला चाहिँ यस्तो सुनिन्छ। तिमीले दुःख त नपाएको होइन, तिम्रो जस्तो पीर मेरो पनि छ है। मैले पनि दुःख त नपाएको होइन, मेरो जस्तो पीर कति हो कति। सो यसै गरी चाहिँ हजुरले ट्राइबल रेनको सहारा पनि बजाउन सक्नुहुन्छ है त। सो आजको भिडियोमा चाहिँ मैले 20 वटा एकदम सुपर हिट सङ्ग्सहरू चाहिँ कभर गरेको छु। हजुरले आफै पनि घर बसेर यो सङ्ग्सहरू चाहिँ ट्राई गर्न सक्नुहुन्छ। मैले यो सबै सङ्ग्सहरूको टाइम स्ट्याम्प्स पनि तल राखिदिएको हुन्छु। सो यदि हजुरले पछाडि गएर कुनै पनि सङ्ग सुन्न छ अथवा अगाडिको कुनै सङ्ग सुन्न छ भने चाहिँ हजुरले मजाले यो भिडियो फेरि हेर्न सक्नुहुन्छ। सो आजको लागि चाहिँ यति नै। आई होप यो भिडियो हजुरको लागि एकदमै धेरै हेल्पफुल भयो। अनि यदि हजुरले यो भिडियो मन पर्यो भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।